यस गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल है। हो सबजना सन्चै हुनुहुन्छ होला होइन। म पनि सन्चै छु। अनि आफ्टर लङ टाइम पछि मैले जो 2 दिनको एक भ्लग चाहिँ हालिरहेको छु होइन। हेरौँ कहिलेसम्म हुन्छ, कन्टिन्यू चाहिँ गर्न खोजिरहेको छु मैले होइन। कहिलेसम्म हुन्छ गर्छौँ। अनि आज पनि ट्याक्क एउटा सानो राइडमा जाँदैछौँ। नरेश भाइ, म अनि यहाँ सुभाष दाई अनि अरू पनि छन् 2-4 जना भाइहरू पनि आछन् तातोपानीदेखि। को छन् मैले भेटेको छैन होइन। घरबाट निस्किन लाग्यो भर्खर खानासाना खाएर कति 12 साढे 12 जति भयो। अब निस्किन आँटेको निस्किन्छु अनि चनद काउन्टर गएर त्यसलाई भेटेर यहीँ हाम्रो गाउँको माथि जङ्गलतिर अफरोड छ त्यहीँ जान लाग्यो फेरि है। ल स्टे ट्युन। ट्याक्क बाँकी बाइकमा भेट्नुपर्छ गाइज है। ल स्टे ट्युन। ल गाइज हामी निस्केको होइन घरबाट ट्याक्कै। पछाडि 2टा बाइकहरू अरू छन् अनि फेरि भाइहरू अझै बिस्तारै आउँदैछन् होइन। हामी माथि गएर चिया खाँदै बस्छौँ कुरेर ट्याक्कै केटाहरूलाई केटाहरू आउँछ अनि बल्ल जानुपर्छ। 4वटा बाइक हुन्छ टोटल, त्यही हो। ट्याक्क जगन्नाथ मन्दिर दर्शन गरेर होइन ट्याक्क हाम्रो राइड सुरु हुन्छ। अब जुम्ला बजार त्यहाँ खाली खाली छ त भाइ, शनिबार भएर होला सायद। ल गाइस हस्पिटल पुगियो है। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हामी प्रस्थान भएका छौँ। पल पल जिना वाइ 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 आगा ढुङ्गुले त एक के चलाउ क्या बाइक चलाइ आँखा देख्दैन के हो। ले लगाएछ यहाँ चिया खाएर ट्याक्कै। लगाएछ हामी चिया खाएर ट्याक्कै राइडको लागि निस्किसकेका छौँ होइन। यो मालाभिरबाट यता उकालो गएर ट्याक्कै अगाडिबाट आउनुपर्ने हुन्छ हामी है। मागा टुरुलाप, ओ मागु टुरुलाप टुरुलाप। ओ लगाए हामी यो सिंहचौरको बाटो हुँदै आएको छौँ होइन। भएन भाइ हामीले क्या मतलब फिज रहेछ त नि। यस्तो बिग्रिएको थियो यहाँ बाटो हो कि नै, त्यही पनि ल्याउँ फिज रहेछ त्यो। के मजा आयो। मजा आएन है, मजा आएन। फिज भएर मजा आएन। हामीलाई त अफरोड चाहियो, फिज नगरे होला भनेर हाल्यौँ। कहाँ फिज पढेछ क्या, टेन्सन भयो टेन्सन। म ठिक छ कोही बात नै। अब यहाँबाट ट्याक्कै अगाडि गएर स्वास्थ्य माथि गएर अनि अफरोड सुरु हुन्छ होइन। आइ जुम्ला भ्याली हेरौँ। गाइस हामी यहाँ के अरे यो गुम्बाको ठ्याक्कै अगाडि पुगेका छौँ होइन। गुम्बाको ठ्याक्कै अगाडि पुगेका छौँ। यहाँ तेल सकियो 220को, त्यही भएर अब तेल ल्याउनु गएको छ नरचित्र नरेश भाइ नरचित्र प्रेम भाइ। अनि हामी चाहिँ यहाँ कुरिरहेको छौँ। हेरे त काट्नु होला नि काटेन क्या त न। ए झर्कै काट्नु होला मात्रै छ। ट्याक्कै यहाँबाट जुम्लाको भ्यू हेरौँ।
हाम्रो स्तुपा ट्याक्कै ल त्यही हो गाइज तेल आउँछ एकछिनमा अनि तेल चाहिँ लाग्यो भने ट्याक्कै हामी हिँड्ने बेला भेट्नुपर्छ है अब यहाँबाट होइन नहुने तेल यही बाटोबाट जानुपर्छ हामी यो बाटोबाट गएर ट्याक्कै अगाडि गएर अस्ति गएको बाटोभन्दा धेरै अगाडि गएर झर्नुपर्ने हुन्छ हामी माथि महत गाउँबाट तल झर्छौँ हामी आज त्यही हो स्टे ट्युन ट्याक्कै त्यहाँ गएर भेट्नुपर्छ ल गाइज हामी हाम्रो अफरोड सुरु भइसकेको छ है केटाहरू गइसक्यो यही रोड हो हामी जानुपर्ने अस्ति गएकै रोड हो हुनलाई त तर ट्याक्क आज चाहिँ हामी अस्ति झरेको ठाउँभन्दा अलि अगाडि गएर झर्नुपर्ने हुन्छ पछाडि के रेकर्ड गर्नलाई बस्नै पऱ्यो धुलो खानै पऱ्यो होइन दाइ नाइ केही पाउनलाई केही गुमाउनु पऱ्यो त भिडियो निकाल्नलाई धुलो खानु पऱ्यो ल हामी 4 बाइक 8 जना छौँ टोटल होइन ल है ल ओए भैंचोत ओए भैंचोत ओए 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 यसले भने आज पनि मन अड्काल्यो क्या मा पागल छ यार ल आइसकेछ है आइसकेछ बाइक आइसकेछ कि डो रमाइलो छ ना त्यो पनि त भ्लगर हो त अनि ल अस्ति झरे बाटो यही हो होइन गाइस हामी चाहिँ योभन्दा पनि खतरा बाटो जाँदैछौँ गाई चाहिँ तलको चाहिँ हाम्रो गाउँ हो होइन हामी गाउँभन्दा ठ्याक्कै माथि छौँ
सुको क्यों दिल को पता नहीं। आम्म लागिहाल्छ र ए ढोनै हो क्या हो माथिबाट बाटो ओइ गाइस हामी यहाँ के अरे माथि महत गाउँभन्दा माथि आइसकेका छौँ होइन यी बाइकहरू यहीँ छन् हाम्रो बाटो चाहिँ यही अब यहाँबाट झाडेर यहाँबाट झाडेर गएर यहीँ गोरेटोबाट तल जानुपर्ने हामी होइन त्यही हो अब यहाँबाट बाइक झार्छन् केटाहरूले ट्याक्कै ल झाड झाड म चाहिँ आमा हालिहाल्छु नि म भिडियो नबनाउनु हालिहाल्छु नि ल R15 आइसक्यो ल नर्जित पनि पास भयो ए उठाइदे साधन टुटान्टे अलिकति एक्सिडेन्टमा परेको छ ए साइड लाइनमा त गएछ क्या केही बिहानै सोच्दै हाल्नु नि हो म हाल्छु मेरो बाइक ए साधन त ढुङ्गो साइडमा त भाइ रोडमै ढुङ्गा आएको छ ल म हाल्छु गोप्रोमा हेर्नु होला मेरो फुटेज ट्याक्कै दाइ खुट्टा खुट्टा लामा छ नि जरे पनि निकाल्नु खुट्टा लामा हामी फर्स्ट होला सायद यहाँ बाइक हाल्ने मान्छेमा होइन सुकु ये दिलको पता नि रमाइलो छ रमाइलो है ल रमाइलो छ है रमाइलो ल है ल कहाँ गए जान्छ कि नहीं फर्किनु पर्छ हुन्छ हुन्छ दाइ ल ल ल ल ल बाइक एनएच एक्सिडेन्टमा ल है मेरो बाइक न्युट्रलमा छोड्यो
केही छैन म त अलिक भिडियो गर्दैछ आऊ ल बाटो यस्तो छ गाइज सक्नुहुन्छ ल हेर्नुहोस् ल एनएस आउँदै ल गाइज यहाँ जे पनि हुनसक्छ होइन ल ल ल है R15 भित्री आउँदै ल ल है प्रेस तर छैन प्रेस जारी छ ल है बाटो यस्तो छ गाइज बाटो यस्तो छ ल ल एनएस आउँदै ल बाटो यस्तो छ गाइज है ल एनएस पनि गयो गाइज 220 भाइ ल गाइज अब 220 ल 220 आउँदैछ ल 220 पनि एक्सिडेन्ट परेको हो ल गाइज बाटो चाहिँ यस्तो छ अनि त्यो चाहिँ तैँको भ्यू यस्तो छ ल आउनु ल एनएस आउँदै ल ल है ल स्लोली ल है ल है ल है ल एनएस आउँदैछ बाटो चाहिँ यस्तो छ गाइस हेर्नुहोस् ल दाइ ल R15 220 बाटो चाहिँ यस्तो छ तर बाइक लिइरहेको छ नि है ए बाटै नआइदिने सुरिन दाइ बाटो ल गाइज देख्नु सक्नुहुन्छ बाटो यस्तो छ बाटै छैन है यस्तो छ गाइज ल एनएस ल है ल एनएस बाटै छैन ल आउनु ल है ल एनएस आउँदैछ ल एनएस गयो ल R15 बाटो छैन गाइज ल है बाहिर आउँदैछन् ल सोलोले ल R15 पनि गइसक्यो ल 220 है ल 220 पनि गयो ल बाइक गयो ल सब आइसके